युके विदाउट आइएलटीएस अप्लाई गर्न पनि मिल्छ, विदाउट इन्टरभ्यू पनि अप्लाई गर्न मिल्छ। त्यो धेरै राम्रो, तपाईले आफ्नो एप्लिकेसन अगाडि बढाउन सक्नुहुन्छ। तर त्यो भने सँगसँगै म तपाईहरुलाई के सजेसन दिन चाहन्छु भने यदि तपाईहरुले अफर लेटर रिसिभ गर्नुहुन्छ भने तपाईले आफ्नो अफर लेटरलाई चाहिँ राम्रोसँग स्टडी गर्ने, एजुकेसन प्रोवाइडरलाई स्टडी गर्ने, युके लाई स्टडी गर्ने। त्यो कसरी गर्ने भन्दाखेरि तपाईले आफ्नो काउन्सिलरसँग प्रिकास्ट इन्टरभ्यूको स्याम्पल क्वेशन्सहरु, युके भिआई को लागि प्रोबेबल क्वेशन्सहरु कस्तो कस्तो हुन सक्छ त्यो बुझेर तपाईले सुरुदेखि नै आफ्नो प्रोफाइललाई चाहिँ अलिकति इन्टरभ्यूको मोडलबाट चाहिँ बिस्तारै प्र्याक्टिस गर्नु भने तपाईसँग एउटा राम्रो टाइम फ्रेममा चाहिँ तपाईले आफ्नो प्रोफाइललाई स्टडी गर्दै प्र्याक्टिस गर्न पाउनुहुन्छ। त्यसो गर्दाखेरि भोलि गएर तपाईको युके भिआई को इन्टरभ्यू शेड्युल भयो भने पनि तपाईले त्यो बेला राम्रोसँग आफूले एन्सर गर्न सक्नुभयो। त्यति मात्र हैन, भोलि गएर युके ट्राभल गर्दै गर्दाखेरि बोर्डर सेक्युरिटीले तपाईलाई के क्वेशन्सहरु गर्यो भने त्यो बेलामा पनि तपाईले आफ्नो प्रोफाइललाई राम्रोसँग आफ्नो इन्टेन्सनलाई चाहिँ राम्रोसँग चाहिँ एक्सप्रेस गर्न सक्नुहुन्छ। सो तपाईले बिगिनिङ देखिबाटै इनको पार्टको लागि चाहिँ एकदम अवेयर भएर चाहिँ आफूले हरेक चीजहरुलाई चाहिँ स्मूथली प्र्याक्टिस गर्दै जानुभयो भने तपाईलाई प्रोसेस गरिरहेको बेलामा केही पनि अब्स्ट्याकल्स आउँदैन। सो यदि तपाई थप युके को बारेमा केही बुझ्न चाहनुहुन्छ भने तपाई मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो नम्बर मैले बायोमा राखेको छु। Just get in touch with me for your UK processing or any queries related to UK.